श्री गुरुभ्यो नमः। सर्वप्रथम त योग चौतारीको 700औं दिन नजिकै आइरहेको छ। यसको लागि हार्दिक 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 धेरै धेरै शुभकामना छ। हाम्रो योग चौतारीले 700 दिन मात्रै होइन, यस्ता हजारौं लाखौं दिन पार गरोस् र यस्ताई जन्माउने, यस्ताई परिकल्पना गर्ने मेरा श्रद्धेय वन्दनीय आदरणीय गुरु लवराज भक्तज्यूपट्टि म एकदमै हृदयदेखि आभार सहित नमन गर्दछु। गुरु हजुरलाई नमन छ, वन्दन छ। जो कोभिडको बेला हामी एकदमै डराएर आत्तिएर घरभित्र थुनिएर बसेका थियौं, ओल्लो घर पल्लो घर पनि बोल्ने अवस्था थिएन, साधना केन्द्रमा पनि जाने अवस्था थिएन। त्यस्तो बेलामा हजुरले एउटा योग चौतारी हाम्रो मनमा लागेका कुरा पोख्ने ठाउँ एउटा यस्तो थलो बनाइदिनु भएको छ। यस्तो हामीले जुमको प्रविधिको माध्यमबाट पनि यसरी जोडिन सकिन्दो रहेछ, सभापतित्व हुन सकिन्दो रहेछ, त्यसमा प्रमुख अतिथि ग्रहण गर्न सकिन्दो रहेछ, सहजकर्ता भएर कार्यक्रम चलाउन सकिन्दो रहेछ र प्रमुख शिक्षक भएर हामीले योग साधना चलाउन सक्दा रहेछौं भन्ने कुरा पनि यस प्लेटफर्मले हामीलाई सिकाएको छ। र हामी एउटा साधारण जिल्लाका गुरुहरूलाई मात्र चिन्थ्यौं भने यो योग चौतारीको कार्यक्रम ल्याएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभएर देश विदेशका विशिष्ट व्यक्तित्वहरूसँग, प्रमुख व्यक्तित्वहरूसँग, सहयोग शिक्षक शिक्षिकाहरूसँग पनि जोडिने, उहाँहरूले कसरी साधना गराउनु हुँदो रहेछ, कसरी बोल्नु हुँदो रहेछ र हामीसँग के कति कमजोरी छन्, उहाँहरूसँग के कति कमजोरी छ भन्ने कुरा पनि हामीले जान्ने मौका पाएका छौं। आफूमा भएका कमी कमजोरीलाई हटाउने र अरू विद्वत वर्गमा भएका ज्ञानका कुरालाई लिने मौका पनि पाएको छौं। र योग चौतारीले धेरै नै उत्कृष्ट कामहरू गरेको छ। जस्तो स्वस्थानी अहिले भर्खर हामीले अस्ति भर्खर माघमा समापन गर्यौं। स्वस्थानीको माध्यमबाट बचपनमा सुनेको कथालाई फेरि हामीले ताजा पुनर्स्मृति गर्न पाएका छौं। त्यस्तै विभिन्न कार्यक्रमहरू, भजन सन्ध्याहरू, कविता, कथा र रमाइलो शुक्रबार गरेर हामीले विभिन्न धेरै धेरै कार्यक्रमहरू गर्न पाएका छौं। मैले पनि यसमा बार बार अवसर पाएकी छु। यसको लागि पनि म योग चौतारी परिवारलाई हृदयदेखि नमन गर्छु, वन्दन गर्छु। र योग चौतारी परिवार आज नेपालकै पहिलो जुममा जोड्ने एउटा यस्तो पवित्र केन्द्रबिन्दु बनेको छ। जस्तै हजुरले यति सुन्दर तरिकाले सृजना गर्नुभयो र जनजनमा पुर्याउनको लागि योग चौतारी एकदमै सफल भएको छ। 38 वटा फेसबुकबाट पनि यो लाइभ हुन्छ र विश्वभरिबाट यसमा जोडिनुहुन्छ। मैले पनि धेरै सादा साथीकालाई यसले जोड्ने अवसर पाएकी छु र धेरै राम्रा राम्रा उत्कृष्ट कार्यक्रमहरूमा बोल्ने अवसर पनि पाइरहेछु। र मलाई पनि सानो ठूलो नभनिकन बिना भेदभाव जोसँग प्रतिभा छ, यदि प्रतिभा छैन भने त ठूलो मान्छे ठूलो भएर पनि कार्यक्रम गर्न नसक्नु बेग्लै कुरा हुन्छ। तर प्रतिभा छ भने यसले सानो ठूलो, यो पदमा बसेको यो पदमा नबसेको भन्ने बिना भेदभाव अवसर दिएको छ। त्यसैले योग चौतारी परिवारले यस्तो 700 दिन मात्रै होइन, मेरो विचारमा लाखौं हजारौं दिनसम्म पनि यसले यसरी निरन्तरता पाओस्। र यस योग चौतारी मञ्चमा जोडिन पाएको म आफू पनि गौरवान्वित भएकी छु। मलाई धेरै खुसी लाग्छ, किनभने मैले बच्चामा गीत गाउँथे, मलाई गुनगुनाउन मन लाग्थ्यो। अहिले आएर यो उमेरमा आएर फेरि पुनः त्यही बालापनको स्मृतिलाई समेट्दै गीत गाउने र कविता भन्न मन लाग्थ्यो। त्यतिखेर कविता लेख्नु पर्ने रहेछ है, आफ्ना भावनाहरू पोख्नु पर्ने रहेछ भन्ने मौका यस्तै हामीलाई दिएको छ। त्यसैले योग चौतारी परिवारले लुकेर रहेका, कुना कुनामा रहेका, काप्चामा रहेका प्रतिभाहरूलाई प्रस्फुटन हुने फेरि सुअवसर दिएको छ। यसको लागि पनि म पुनः योग चौतारी परिवारलाई धेरै धेरै शुभकामना र यसको जुन 700 दिन आउँदैछ त्यसलाई अझ पनि धेरै धेरै बधाई छ, शुभकामना छ। र फेरि पनि यस्तै मौका बार बार सबैलाई मिलोस् र मिल्दै पनि गएको छ र मिल्दै जाओस्, यही शुभभाव छ। र गुरुजीप्रति पनि हार्दिक ओमको नमन गर्दै सम्पूर्ण योग चौतारीमा जोडिनुभएका मेरा अत्यन्त आदरणीय वन्दनीय गुरुहरूलाई पनि ओमको नमन छ, वन्दन छ। ओम।